नमस्कार, हार्दिक स्वागत छ तपाईलाई अस्ट्रो नेपाल भाइब्स च्यानलमा। आज मिति विक्रम सम्वत 2083 साल साउन महिनाको 7 गते बिहिबार, अंग्रेजी मिति अनुसार जुलाई 23 तारिक 2026। हरेक नयाँ दिनसँगै नयाँ सम्भावना, नयाँ अवसर र नयाँ चुनौतीहरू पनि लिएर आउँछ। आजको दिन तपाईको राशि अनुसार कस्तो रहनेछ? के आज तपाईको भाग्यले साथ दिनेछ? आर्थिक अवस्था, जागिर, व्यापार, शिक्षा, प्रेम सम्बन्ध, पारिवारिक जीवन र स्वास्थ्यमा कस्ता संकेतहरू देखिएका छन्? कुन निर्णयले सफलता दिलाउन सक्छ र कुन कुरामा आज विशेष सावधानी अपनाउनु उचित हुनेछ? आजको यस विशेष दैनिक राशिफलमा हामी सबै 12 राशिको विस्तृत भविष्यफलसँगै शुभ समय, शुभ रंग, शुभ अङ्क र दिनलाई अझ सफल बनाउने उपयोगी सुझावहरू पनि प्रस्तुत गर्नेछौँ। त्यसैले भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस्, किनभने अन्तिममा हामी साझा गर्नेछौँ आजको विशेष भाग्य सन्देश, जसले तपाईलाई सकारात्मक सोच, सही निर्णय र उत्साहका साथ दिन बिताउन प्रेरणा दिनेछ। आजको राशिफल यस प्रकार छन्। मेष राशि। मेष राशिका जातकहरूका लागि आजको दिन आशा, ऊर्जा र नयाँ सम्भावनाले भरिएको रहने संकेत देखिन्छ। बिहानदेखि नै केही नयाँ जिम्मेवारी वा योजना तपाईको सामु आउन सक्छ, जसलाई आत्मविश्वासका साथ स्वीकार गर्नुभयो भने राम्रो परिणाम प्राप्त हुने सम्भावना बलियो छ। कार्यक्षेत्रमा तपाईले देखाएको लगनशीलता र इमानदारीको उचित मूल्याङ्कन हुन सक्छ। जागिर गर्नेहरूलाई वरिष्ठ अधिकारीको विश्वास प्राप्त हुने सम्भावना छ भने व्यवसाय गर्नेहरूका लागि नयाँ ग्राहक, नयाँ सम्झौता वा व्यापार विस्तारको अवसर देखा पर्न सक्छ। लामो समयदेखि रोकिएको कुनै काम फेरि अघि बढ्ने संकेत पनि देखिन्छ। आज कसैको अनुभवबाट सिक्ने अवसर मिल्न सक्छ, त्यसलाई व्यवस्था नगर्नुहोस्। आर्थिक पक्षमा दिन सन्तुलित रहने सम्भावना छ। आम्दानी सामान्य भन्दा राम्रो हुन सक्छ भने खर्च पनि आवश्यक काममा केन्द्रित रहने देखिन्छ। पुरानो लगानीबाट सानो लाभ प्राप्त हुन सक्छ वा रोकिएको रकम फिर्ता हुने सम्भावना पनि छ। परिवारमा खुसी र सहयोगको वातावरण रहनेछ। घरका सदस्यसँग खुलेर कुरा गर्दा सम्बन्ध अझ बलियो बन्नेछ। प्रेम सम्बन्धमा विश्वास र सम्मान कायम राख्नुभयो भने सम्बन्धमा नयाँ मिठास थपिनेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो ध्यान दिन सक्नेछन् र प्रतियोगी परीक्षाको तयारी गरिरहेकाहरूले सकारात्मक संकेत पाउन सक्छन्। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम, सन्तुलित भोजन र नियमित व्यायामलाई प्राथमिकता दिनु लाभदायक हुनेछ। आजको शुभ रंग रातो र शुभ अङ्क 9 रहनेछ। आजको सानो सकारात्मक प्रयासले भोलिको ठूलो सफलताको आधार तयार गर्न सक्छ। वृष राशि। वृष राशिका जातकहरूका लागि आजको दिन धैर्यता, व्यवहारिक सोच र निरन्तर प्रयासबाट उपलब्धि प्राप्त गर्ने संकेत बोकेको देखिन्छ। तपाईले विगतमा गरेको मेहनतको परिणाम बिस्तारै देखिन सुरु हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, तर तपाईको अनुभव र शान्त स्वभावले सबै चुनौतीलाई सहज रूपमा पार गर्न सहयोग गर्नेछ। जागिर गर्नेहरूका लागि सम्मान बढ्ने सम्भावना छ भने व्यवसाय गर्नेहरूले नयाँ ग्राहक, नयाँ योजना वा लाभदायक सहकार्यको अवसर प्राप्त गर्न सक्छन्। कुनै महत्त्वपूर्ण निर्णय लिनु परेमा अनुभवी व्यक्तिको सुझाव उपयोगी हुन सक्छ। आर्थिक अवस्था सन्तोषजनक रहने सम्भावना छ। आम्दानी नियमित रहनेछ र खर्चमा सन्तुलन कायम गर्न सक्नुभयो भने बचत पनि बढ्नेछ। अनावश्यक खर्चबाट टाढा रहनुभयो भने भविष्यका लागि राम्रो योजना बनाउन सकिनेछ। परिवारमा मेलमिलाप र सहयोगको वातावरण रहनेछ। घरका ज्येष्ठ सदस्यको आशीर्वाद र सुझावले मनमा नयाँ आत्मविश्वास जाग्नेछ। प्रेम सम्बन्धमा एकअर्कालाई समय दिनुभयो भने सम्बन्ध अझ प्रगाढ बन्नेछ। विद्यार्थीहरूले अध्ययनमा निरन्तरता राखे राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर पानी प्रशस्त पिउने, समयमै आराम गर्ने र सन्तुलित भोजन गर्ने बानीले दिनभर ऊर्जा कायम रहनेछ। आजको शुभ रंग सेतो र शुभ अङ्क 6 रहनेछ। धैर्यता र सकारात्मक सोचले आजको दिनलाई फलदायी बनाउन सक्छ। मिथुन राशि। मिथुन राशिका जातकहरूका लागि आजको दिन सृजनशीलता, नयाँ अवसर र सकारात्मक परिवर्तनको संकेत बोकेको देखिन्छ। तपाईको आत्मविश्वास, बोल्ने कला र व्यवहारले आज धेरै व्यक्तिको मन जित्न सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा नयाँ परियोजनामा सहभागी हुने अवसर प्राप्त हुन सक्छ। जागिर गर्नेहरूले आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउनेछन् भने व्यवसाय गर्नेहरूका लागि नयाँ साझेदारी, नयाँ ग्राहक वा व्यापार विस्तारको सम्भावना बलियो देखिन्छ। लामो समयदेखि सोचिरहेको योजना आज कार्यान्वयनतर्फ अघि बढ्न सक्छ। आर्थिक रूपमा दिन सन्तुलित रहनेछ। आम्दानीका नयाँ स्रोतबारे जानकारी प्राप्त हुन सक्छ भने अनावश्यक खर्चमा नियन्त्रण गर्न सके भविष्यका लागि राम्रो बचत गर्न सकिनेछ। परिवारमा खुसी, सहयोग र समझदारीको वातावरण रहनेछ। कुनै शुभ समाचारले घरको माहौल अझ रमाइलो बन्न सक्छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्नुभयो भने सम्बन्ध अझ बलियो बन्नेछ। अविवाहित व्यक्तिहरूका लागि नयाँ परिचय सुखद बन्ने सम्भावना छ। विद्यार्थीहरूले अध्ययनमा राम्रो एकाग्रता कायम राख्न सक्नेछन्
सक्नेछन् र नयाँ विषय सिक्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्यका दृष्टिले दिन सामान्य रहनेछ। मानसिक तनाव कम गर्न बिहानको हिँडाइ, ध्यान वा हल्का व्यायाम गर्नु लाभदायक हुनेछ। आजको शुभ रङ्ग हरियो र शुभ अङ्क 5 रहनेछ। आफ्नो क्षमतामाथि विश्वास राख्दै निरन्तर अघि बढ्नुभयो भने आजको प्रयासले भविष्यमा उल्लेखनीय सफलता दिलाउन सक्छ। कर्कट राशि। कर्कट राशिका जातकहरूका लागि आजको दिन धैर्यता, समझदारी र आत्मविश्वासका साथ अघि बढ्ने दिन रहने संकेत देखिन्छ। बिहानदेखि नै केही नयाँ जिम्मेवारी आउन सक्छ, तर तपाईको शान्त स्वभाव र सही निर्णय क्षमताले ती काम सहज रूपमा सम्पन्न हुनेछन्। कार्यक्षेत्रमा लामो समयदेखि रोकिएको काममा गति आउने सम्भावना छ। जागिर गर्नेहरूका लागि वरिष्ठ अधिकारीबाट प्रशंसा वा नयाँ अवसर प्राप्त हुन सक्छ भने व्यवसाय गर्नेहरूले नयाँ ग्राहक वा पुराना ग्राहकसँग लाभदायक सम्झौता गर्न सक्नेछन्। आज कसैको सल्लाह उपयोगी हुन सक्छ, तर अन्तिम निर्णय भने आफ्नै विवेकले गर्नु राम्रो हुनेछ। आर्थिक पक्ष सन्तुलित रहने संकेत देखिन्छ। आम्दानी नियमित रहनेछ र रोकिएको रकम प्राप्त हुने सम्भावना पनि छ। अनावश्यक खर्चमा नियन्त्रण गर्न सके बचत बढाउन सकिनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। घरका सदस्यसँग बसेर भविष्यका योजना बारे छलफल हुन सक्छ। प्रेम सम्बन्धमा विश्वास र सम्मान कायम राख्नुभयो भने सम्बन्ध अझ गहिरो बन्नेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो ध्यान दिन सक्नेछन् र नयाँ विषय बुझ्न सहज हुनेछ। स्वास्थ्यका दृष्टिले दिन सामान्य रहनेछ। पर्याप्त आराम, सन्तुलित भोजन र सकारात्मक सोचले तपाईलाई ऊर्जावान बनाइराख्नेछ। आजको शुभ रङ्ग चाँदी जस्तो सेतो र शुभ अङ्क 2 रहनेछ। सिंह राशि। सिंह राशिका जातकहरूका लागि आजको दिन आत्मविश्वास, नेतृत्व क्षमता र नयाँ उपलब्धिको सम्भावना बोकेको देखिन्छ। तपाईले धेरै समयदेखि गर्दै आएको मेहनतको सकारात्मक परिणाम बिस्तारै देखिन सुरु हुनेछ। कार्यक्षेत्रमा तपाईको कामको प्रशंसा हुन सक्छ र नयाँ जिम्मेवारी पनि प्राप्त हुन सक्छ। जागिर गर्नेहरूका लागि उन्नतिको सम्भावना देखिन्छ भने व्यवसाय गर्नेहरूले नयाँ लगानी वा नयाँ योजनाबाट भविष्यमा राम्रो लाभ प्राप्त गर्न सक्नेछन्। सहकर्मी र साथीभाइसँग राम्रो सम्बन्ध कायम राख्नुभयो भने कठिन काम पनि सजिलै पूरा हुनेछ। आर्थिक रूपमा दिन राम्रो रहने संकेत छ। आम्दानीसँगै बचत गर्ने अवसर पनि मिल्नेछ। कुनै आवश्यक वस्तु खरिद गर्नुपर्ने अवस्था आउन सक्छ, तर सोच विचार गरेर निर्णय लिनु उचित हुनेछ। परिवारमा सुखद वातावरण रहनेछ। घरका सदस्यको साथ र सहयोगले मनमा नयाँ ऊर्जा आउनेछ। प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्नुभयो भने सम्बन्ध अझ मजबुत बन्नेछ। विद्यार्थीहरूले मेहनत अनुसार राम्रो उपलब्धि प्राप्त गर्ने सम्भावना छ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त निन्द्रा र नियमित व्यायामलाई व्यवस्था नगर्नुहोस्। आजको शुभ रङ्ग सुनौलो पहिलो र शुभ अङ्क 1 रहनेछ। आत्मविश्वासका साथ अघि बढ्नुभयो भने दिन सफल बन्नेछ। कन्या राशि। कन्या राशिका जातकहरूका लागि आजको दिन योजनाबद्ध रूपमा काम गर्दा उल्लेखनीय सफलता प्राप्त हुने संकेत देखिन्छ। तपाईको मेहनत, अनुशासन र सूक्ष्म रूपमा काम गर्ने बानीले आज धेरै क्षेत्रमा राम्रो परिणाम दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। जागिर गर्नेहरूले आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउनेछन् भने व्यवसाय गर्नेहरूका लागि व्यापार विस्तार वा नयाँ साझेदारीको सम्भावना देखिन्छ। कुनै महत्त्वपूर्ण निर्णय लिनु परेमा अनुभवी व्यक्तिको सुझाव उपयोगी हुन सक्छ। आर्थिक पक्षमा सकारात्मक संकेत देखिन्छ। आम्दानी सन्तोषजनक रहनेछ र भविष्यका लागि बचत गर्ने सोच बलियो बन्नेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्न सके आर्थिक अवस्था अझ मजबुत बन्नेछ। परिवारमा मेलमिलाप र सहयोगको वातावरण रहनेछ। पुराना विवाद समाधानतर्फ अघि बढ्न सक्छन्। प्रेम सम्बन्धमा इमानदारी र विश्वासले सम्बन्धलाई अझ सुन्दर बनाउनेछ। विद्यार्थीहरूका लागि अध्ययनमा प्रगति हुने दिन हो। प्रतियोगी परीक्षा वा नयाँ सिप सिक्ने प्रयास गरिरहेकाहरूले राम्रो उपलब्धि प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक कामको चाप नलिई आरामका लागि पनि समय छुट्याउनु आवश्यक हुनेछ। आजको शुभ रङ्ग हरियो र शुभ अङ्क 5 रहनेछ। धैर्यता, सकारात्मक सोच र निरन्तर प्रयासले आजको दिनलाई उपलब्धिमूलक बनाउन सक्छ। तुला राशि। तुला राशिका जातकहरूका लागि आजको दिन सन्तुलन, समझदारी र सकारात्मक परिवर्तनको संकेत बोकेको देखिन्छ। आज तपाईले बोलेका शब्द र गरेका निर्णयले भविष्यमा राम्रो प्रभाव पार्न सक्छन्। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुने सम्भावना छ। जागिर गर्नेहरूले आफ्नो क्षमता देखाउने मौका पाउनेछन् भने व्यवसाय गर्नेहरूका लागि नयाँ ग्राहक, नयाँ सम्झौता वा व्यापार विस्तारको सम्भावना देखिन्छ। लामो समयदेखि रोकिएको कुनै काम पूरा हुन थालेपछि मनमा नयाँ उत्साह जाग्नेछ। सहकर्मीहरूसँगको सहयोगले कठिन कार्य पनि सहज रूपमा सम्पन्न हुनेछ। आर्थिक रूपमा दिन सन्तोषजनक रहने सम्भावना छ। आम्दानी र खर्च बीच राम्रो सन्तुलन कायम गर्न सक्नुभयो भने भविष्यका लागि बचत बढाउन सकिनेछ। कुनै पुरानो लगानीबाट सानो लाभ प्राप्त हुन सक्छ। परिवारमा खुसीको वातावरण रहनेछ। घरका सदस्यसँग समय बिताउने अवसर मिल्नेछ र पुराना मनमुटाव हट्ने संकेत देखिन्छ। प्रेम
सम्बन्धमा खुलेर संवाद गर्नुभयो भने सम्बन्ध अझ गहिरो बन्नेछ। विवाहित जीवनमा जीवन साथीको साथले आत्मविश्वास बढ्नेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो प्रगति गर्नेछन् र नयाँ विषय सिक्न सहज हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम र नियमित व्यायामलाई प्राथमिकता दिनु राम्रो हुनेछ। आजको शुभ रंग आकाशी नीलो र शुभ अङ्क 6 रहनेछ। धैर्यता र सकारात्मक सोचले आजको दिनलाई सफल बनाउन मद्दत गर्नेछ। वृश्चिक राशि। वृश्चिक राशिका जातकहरूका लागि आजको दिन आत्मविश्वास, साहस र नयाँ उपलब्धिको संकेत लिएर आएको देखिन्छ। लामो समयदेखि मनमा रहेको कुनै योजना आज व्यवहारमा उतार्ने अवसर प्राप्त हुन सक्छ। कार्यक्षेत्रमा तपाईको मेहनत र लगनशीलताको प्रशंसा हुनेछ। जागिर गर्नेहरूले नयाँ जिम्मेवारी पाउन सक्नेछन् भने व्यवसाय गर्नेहरूका लागि नयाँ साझेदारी वा लाभदायक सम्झौताको सम्भावना देखिन्छ। कुनै अनुभवी व्यक्तिको सुझावले सही निर्णय लिन सहयोग पुर्याउनेछ। आर्थिक पक्षमा सुधार आउने संकेत छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा नयाँ आम्दानीको स्रोतबारे जानकारी मिल्न सक्छ। अनावश्यक खर्चमा नियन्त्रण गर्न सके भविष्यका लागि राम्रो बचत गर्न सकिनेछ। परिवारमा सुखद वातावरण रहनेछ। आफन्तसँगको सम्बन्ध अझ प्रगाढ बन्नेछ। प्रेम सम्बन्धमा विश्वास र धैर्य कायम राख्नुभयो भने सम्बन्ध अझ मजबुत बन्नेछ। विद्यार्थीहरूले मेहनत अनुसार राम्रो उपलब्धि हासिल गर्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर अत्यधिक तनाव लिनुभन्दा आराम र सन्तुलित खानपानमा ध्यान दिनु आवश्यक हुनेछ। आजको शुभ रंग गाढा रातो र शुभ अङ्क 9 रहनेछ। आफ्नो लक्ष्यमा केन्द्रित रहनुभयो भने आजको प्रयासले भविष्यमा उल्लेखनीय सफलता दिलाउन सक्छ। धनु राशि। धनु राशिका जातकहरूका लागि आजको दिन नयाँ सम्भावना, उत्साह र प्रगतिका अवसरले भरिएको रहने संकेत देखिन्छ। तपाईको सकारात्मक सोच र स्पष्ट निर्णय क्षमताले धेरै क्षेत्रमा राम्रो परिणाम दिलाउन सक्छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, जसलाई सफलतापूर्वक पूरा गर्न सक्ने क्षमता तपाईमा रहनेछ। व्यापार गर्नेहरूका लागि नयाँ ग्राहक वा नयाँ योजना सुरु गर्ने अनुकूल समय देखिन्छ। जागिर गर्नेहरूले वरिष्ठ अधिकारीको विश्वास जित्न सक्नेछन्। लामो समयदेखि रोकिएको काम पूरा हुने सम्भावना पनि बलियो देखिन्छ। आर्थिक अवस्था सन्तुलित रहनेछ। आम्दानी बढाउने नयाँ अवसर प्राप्त हुन सक्छ। खर्च गर्दा आवश्यकतालाई प्राथमिकता दिनुभयो भने बचतमा पनि वृद्धि हुनेछ। परिवारमा खुसी र सहयोगको वातावरण रहनेछ। प्रियजनसँग बिताएको समयले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्धमा एकअर्काप्रति सम्मान र विश्वास बढ्नेछ। अविवाहित व्यक्तिहरूका लागि नयाँ चिन्जान सुखद बन्न सक्छ। विद्यार्थीहरूले अध्ययनमा राम्रो ध्यान दिन सक्नेछन् र प्रतियोगी परीक्षाको तयारी गरिरहेकाहरूले सकारात्मक संकेत प्राप्त गर्न सक्छन्। स्वास्थ्यका दृष्टिले दिन राम्रो रहनेछ। नियमित व्यायाम, पर्याप्त पानी र सन्तुलित भोजनले शरीरलाई ऊर्जावान राख्नेछ। आजको शुभ रंग पहिलो र शुभ अङ्क 3 रहनेछ। आजको सानो प्रयासले भोलिको ठूलो सफलताको आधार तयार गर्न सक्छ। मकर राशि। मकर राशिका जातकहरूका लागि आजको दिन अनुशासन, धैर्यता र निरन्तर प्रयासबाट उपलब्धि हासिल गर्ने संकेत देखिन्छ। तपाईले केही समयदेखि लगाएको मेहनतको सकारात्मक परिणाम बिस्तारै देखिन सुरु हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ, तर तपाईको अनुभव र आत्मविश्वासले त्यसलाई सहज रूपमा पूरा गर्न सक्नुहुनेछ। जागिर गर्नेहरूका लागि वरिष्ठ अधिकारीको विश्वास बढ्ने सम्भावना छ भने व्यवसाय गर्नेहरूले नयाँ ग्राहक, नयाँ योजना वा व्यापार विस्तारका अवसर प्राप्त गर्न सक्नेछन्। आज हतारमा निर्णय गर्नुको सट्टा सोच विचार गरेर अघि बढ्नुभयो भने भविष्यमा राम्रो लाभ मिल्नेछ। आर्थिक पक्षमा सुधार आउने संकेत देखिन्छ। रोकिएको रकम प्राप्त हुन सक्छ वा आम्दानीको नयाँ स्रोत फेला पर्न सक्छन्। खर्चलाई योजनाबद्ध रूपमा व्यवस्थापन गर्नुभयो भने बचत बढ्नेछ। परिवारमा मेलमिलाप र सहयोगको वातावरण रहनेछ। घरका ज्येष्ठ सदस्यको सुझावले महत्त्वपूर्ण निर्णय लिन मद्दत गर्नेछ। प्रेम सम्बन्धमा एकअर्काको भावना बुझ्ने प्रयासले सम्बन्ध अझ बलियो बन्नेछ। विद्यार्थीहरूले अध्ययनमा निरन्तरता राखी अपेक्षा भन्दा राम्रो नतिजा प्राप्त गर्न सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त आराम, नियमित व्यायाम र सन्तुलित भोजनलाई प्राथमिकता दिनु आवश्यक हुनेछ। आजको शुभ रंग गाढा नीलो र शुभ अङ्क 8 रहनेछ। धैर्यता र निरन्तर प्रयासले आजको दिनलाई सफल र उपलब्धिमूलक बनाउन सक्छ। कुम्भ राशि। कुम्भ राशिका जातकहरूका लागि आजको दिन नयाँ सोच, सृजनात्मक योजना र सकारात्मक परिवर्तनको संकेत बोकेको देखिन्छ। तपाईको फरक सोच र व्यवहारले अरूको ध्यान आकर्षित गर्न सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त हुन सक्छ। जागिर गर्नेहरूले आफ्नो क्षमता प्रमाणित गर्ने मौका पाउनेछन् भने व्यवसाय गर्नेहरूका लागि नयाँ साझेदारी वा नयाँ ग्राहकबाट लाभ प्राप्त हुने सम्भावना छ। आज कुनै महत्त्वपूर्ण व्यक्तिसँगको भेटले भविष्यका लागि नयाँ ढोका खोल्न सक्छ। आफूले बनाएको योजनामा विश्वास राखेर अघि बढ्नुभयो भने
राम्रो परिणाम प्राप्त हुनेछ। आर्थिक अवस्था सन्तुलित रहनेछ। अनावश्यक खर्चमा नियन्त्रण गर्न सके भविष्यका लागि राम्रो बचत गर्न सकिनेछ। कुनै पुरानो लगानीबाट लाभ प्राप्त हुने संकेत पनि देखिन्छ। परिवारमा खुसीको वातावरण रहनेछ। आफन्तसँगको सम्बन्ध अझ मधुर बन्नेछ र घरमा शुभ समाचार सुन्न पाइने सम्भावना छ। प्रेम सम्बन्धमा खुलेर संवाद गर्दा सम्बन्ध अझ प्रगाढ बन्नेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो एकाग्रता कायम राख्नेछन् र नयाँ ज्ञान हासिल गर्ने अवसर प्राप्त हुनेछ। स्वास्थ्य सामान्य रहनेछ, तर मानसिक शान्तिका लागि केही समय विश्राम वा ध्यान गर्नु लाभदायक हुनेछ। आजको शुभ रङ्ग आकाशी नीलो र शुभ अङ्क 4 रहनेछ। सकारात्मक सोच र आत्मविश्वासले तपाईलाई नयाँ सफलताको दिशामा अघि बढाउनेछ। मीन राशिका जातकहरूका लागि आजको दिन आशा, आत्मविश्वास र शुभ सम्भावनाले भरिएको रहने संकेत देखिन्छ। आज तपाईले मनमा राख्नु भएको कुनै इच्छा पूरा हुने दिशातर्फ अघि बढ्न सक्छ। कार्यक्षेत्रमा मेहनतको उचित मूल्याङ्कन हुने सम्भावना छ। जागिर गर्नेहरूका लागि उन्नतिको अवसर प्राप्त हुन सक्छ भने व्यवसाय गर्नेहरूले नयाँ ग्राहक वा नयाँ लगानीबाट लाभ उठाउन सक्नेछन्। लामो समयदेखि रोकिएको काम सम्पन्न हुने संकेत देखिएकाले आत्मविश्वासका साथ अघि बढ्नु राम्रो हुनेछ। आर्थिक रूपमा दिन राम्रो रहनेछ। आम्दानी बढ्ने सम्भावना छ र खर्च पनि आवश्यक काममै केन्द्रित रहने देखिन्छ। भविष्यका लागि बचत गर्ने योजना बनाउन सकिने दिन हो। परिवारमा सुख, शान्ति र आपसी सहयोगको वातावरण रहनेछ। प्रियजनसँग बिताएको समयले मन प्रसन्न बनाउनेछ। प्रेम सम्बन्धमा विश्वास र सम्मान बढ्नेछ, जसले सम्बन्धलाई अझ मजबुत बनाउनेछ। विद्यार्थीहरूले अध्ययनमा राम्रो प्रगति गर्नेछन् र प्रतियोगी परीक्षाको तयारी गरिरहेकाहरूले मेहनतको सकारात्मक परिणाम पाउन सक्नेछन्। स्वास्थ्य सामान्य रहनेछ, तर पर्याप्त निद्रा, सन्तुलित भोजन र नियमित व्यायामलाई व्यवस्था नगर्नुहोस्। आजको शुभ रङ्ग हल्का पहेँलो र शुभ अङ्क 7 रहनेछ। आजको सकारात्मक सोच, धैर्यता र निरन्तर प्रयासले निकट भविष्यमा ठूलो सफलता र आत्मसन्तुष्टि दिलाउने सम्भावना बलियो देखिन्छ। अन्तिममा आजको साझा भाग्यसूत्र। राशिफलले सम्भावित अवसर र परिस्थितिको संकेत मात्र गर्छ, तर तपाईको जीवनको वास्तविक दिशा तपाईका निर्णय, सकारात्मक सोच, निरन्तर मेहनत र असल कर्मले नै तय गर्छ। त्यसैले कुनै पनि चुनौती देखेर कहिल्यै निराश नहुनुहोस्। प्रत्येक कठिनाइभित्र एउटा नयाँ अवसर लुकेको हुन्छ र प्रत्येक नयाँ बिहानले जीवनलाई फेरि एकपटक नयाँ ढङ्गले सुरु गर्ने मौका दिन्छ। यदि आज परिस्थिति तपाईको पक्षमा छैन भने पनि धैर्यता नछोड्नुहोस्, किनकि समय सधैँ एउटै रहँदैन। जसरी रातपछि उज्यालो बिहान आउँछ, त्यसरी नै सङ्घर्षपछि सफलता पनि अवश्य आउँछ। तपाईले आज गरेको एउटा सानो सकारात्मक प्रयास, एउटा राम्रो निर्णय र एउटा असल कर्मले भविष्यमा ठूलो परिवर्तन ल्याउन सक्छ। त्यसैले आफ्नो लक्ष्यबाट कहिल्यै विचलित नहुनुहोस्। आफूमाथि विश्वास राख्नुहोस्, आफ्ना सपना जीवित राख्नुहोस् र निरन्तर अगाडि बढिरहनुहोस्। सफलता ढिलो आउला, तर सही दिशामा गरेको मेहनत कहिल्यै खेर जाँदैन। यसका साथै आजको राशिफल यही समाप्त हुन्छ। राशिफलमा जे जस्तो भने पनि तपाईहरूले सकारात्मक सोचका साथ आफ्नो दैनिकी सुरुवात आफ्नो कार्यमा निरन्तर लागिराख्नुहोला। अवश्य पनि सफलता मिल्नेछ। शुभ दिन।